हेलो गाइस। जुगा यति आउँछ कि जुगा होइन। आज चाहिँ म यसो बाख्रा चराउन आइदिएको जङ्गलमा है। आज चाहिँ मेरो ड्युटी छुट्टी भएको कारणले चाहिँ म आज घरमा बस्न दिक्क लागेर चाहिँ म गोठालो आइदिएको थियो। अनि त्यसपछि सिकारी कुकुरहरू पनि छ मसँग आज। अनि म चाहिँ यस्तो आइदिएँ कि आज टाइम पास पनि हुन्छ। घरमा बस्नु त एकदम बोर लागेर चाहिँ बिहानभरि चाहिँ मैले अब काँक्रोको लागि ठाउँ बनाएको छन्। काँक्रो रोप्ने छैन अब यसपालि भनेको कारणले चाहिँ मैले टाकाको गरिदिएको। बाख्राहरू पनि छ है, गाईहरू बाख्रा चराउन आएको है। र यो ठाउँमा चाहिँ अस्तितिर बँदेल छ अरे भनेर चाहिँ आइदिएको थियो म है। बँदेल कस्तो हुन्छ अहिलेसम्म देखाएको थिएन, बँदेल हेरेर चाहिँ आइदिएको। र गाइज जुगा आयो, गाइज जुगा गाइज यस्तो बबाल जुगा हुने कि गाइज होइन। तर यो ठाउँमा चाहिँ यस्तो बबाल जुगा हुन्छ तर पनि डर लाग्छ कि होइन। तर मलाई चाहिँ यो डर लाग्दैन, तर साथीहरू सबैलाई डर लाग्छ होला। यो नचिने मान्छेहरूले चाहिँ यो जुगा हो है, जुगा सबजनाले जुगा चाहिँ हेर्नुहोस् कति पाउँछ बबालै पाउँछ। तर पनि कसैलाई नभन्नुहोस् है यो कुरा चाहिँ, फेरि जुगा पाउँछ भनेर चाहिँ कसैले नभन्नुहोस् है। जुगा चाहिँ बबालै पाउँछ है। हेर्नु नि बाख्रालाई घाँस खाओस् भनेर काटिदिएको थियो कि मैले यो रुगा होइन। तर बाख्राले घाँसै नखाइदिएर भने सयको भइदिएर बाख्रा पनि होइन। गाइस यस्तै हो अब जिन्दगी होइन। साथीभाइहरू माएर सपोर्ट गरिदिनु होला। म चाहिँ ढाका होइन, अब के गर्नु, आफू त अब साह्रै परेन, गाउँले जीवन बिताउने कोसिस गर्दैछु होइन। गाइज तपाईँहरू नि हाम्रो यो ठाउँमा चाहिँ आउनुहोस्, भिजिट गर्नुहोस्, जुगा हेर्नुहोस्। तर यसमा अब नेक्स्ट भिडियोमा चाहिँ हामी झर्नाको पठाउँछ है त। झर्ना पनि यहाँ ठुलो ठुलो झर्नाहरू छ है गाइज। तर झर्नाको चाहिँ हामी एक दिन जान्छौँ। र हाम्रो यतातिरको लौकी झर्ना छ, बाबालाई खतरै छ। तर सबजना आउनुहुन्छ है गाइज, आउनुहोस् तपाईँहरू कन्ट्याक्ट गर्नुहोस्। लौकी झर्नासम्म चाहिँ तपाईँ हामीसँगै गएर चाहिँ घुमेर चाहिँ आउँला साथीभाइ है त। अहिले चाहिँ भाइ यस्तै हो, जङ्गलमा आउँछ यस्तो खुर्बा चाहिन्छ होइन। अब के हुन्छ कस्तो हुन्छ, बाघ भालु आउँछ, त्यो भएको कारणले चाहिँ ट्याक्क आइदियो है। अब यस्तै हो साथीभाइहरू, हो नेक्स्ट भिडियोमा चाहिँ आउँछ, खतरा आउँछ तर बबालै आउँछ है। नेक्स्ट भिडियो चाहिँ फेरि नेक्स्ट भिडियो यस्तो खतरा आउँछ कि बबाल। तर मान्छे चाहिँ नराम्रो छु है फेरि गाइज, मान्छे नराम्रो छु, भोलि पनि नराम्रो छु होइन। सबैलाई माया गरिदिनु होला गाइज। यस्तै हो गाउँले जीवन है। ल भरे चाहिँ मेरो युट्युबमा आउँछ, युट्युबमा हेरिदिनु होला, सबैजना माया गरिदिनु होला है त। हस् त, धन्यवाद, बाई।